पर्सनल ट्याक्स क्लियरेन्स अनलाइन निकाल्न मिल्छ भन्ने बारेमा त हामीले जानकारी पायौँ, तर यो कसले निकाल्न मिल्छ प्लस यसको लागि तपाईसँग के डिटेल्स हुनुपर्छ र कसरी निकाल्ने यसको बारेमा थप बुझौँ है त। सो फर्स्टमा तपाईलाई के चाहिने हुन्छ भन्दाखेरि तपाईको पर्सनल प्यान कार्ड हुनु पर्यो। द सेकेन्ड थिङ इज तपाईको इन्कम ट्याक्सको लगइन पासवर्ड हुनु पर्यो। इफ छैन भने चाहिँ कसरी क्रिएट गर्ने पनि मैले यो भिडियोको इन्डमा राखेको छु, हेर्नु होला हैन। अनि द थर्ड थिङ इज तपाईको इम्प्लोयरले तपाईको नाममा इटिडिएस गरिदिएको डिटेल्स, तपाईको स्यालेरी कति र ट्याक्स कति तिर्नुभएको छ त्यसको डिटेल्स चाहिने हुन्छ। अनि यो चाहिँ कसले मात्र दिन मिल्छ भन्दाखेरि जसको चाहिँ एकासँग मात्रै उहाँले काम गरिरहनु भएको छ भनेको तपाईको एउटा मात्रै इम्प्लोयर छ भने मात्रै तपाईले निकाल्न मिल्ने हो, नत्र भए चाहिँ तपाईको मल्टिपल इम्प्लोयर भएको केसमा चाहिँ तपाईले यसरी चाहिँ निकाल्न मिल्दैन, तपाई अर्कै प्रोसेसबाट जानुपर्ने भयो है। सो अब निकाल्नलाई चाहिँ के गर्नुपर्छ भन्ने स्टेप्स चाहिँ हामी हेरौँ है त। सबैभन्दा सुरुमा चाहिँ हजुर IRT.gov.np को पोर्टलमा जानुपर्ने हुन्छ। त्यहाँ चाहिँ करदाता पोर्टलमा गएर तपाईले चाहिँ इफ तपाईसँग लगइन पासवर्ड छैन भने चाहिँ त्यहाँ जेनरलमा क्लिक गरेर चाहिँ त्यहाँ क्रिएट ट्याक्स पेयर लगइनमा क्लिक गर्न सक्नुहुन्छ। त्यहाँ गएर चाहिँ तपाईको प्यान नम्बर हाल्न सक्नुहुन्छ। प्यान नम्बर थाहा छैन भने नागरिक एपबाट पनि हेर्न सक्नुहुन्छ प्यान नम्बर। अनि त्यसपछि अब के पासवर्ड राख्ने त्यो पासवर्ड राखेर चाहिँ हजुरले आफ्नो फर्दर इन्फर्मेसन फिल गरेर त्यहाँ सेभ गर्नुभयो भने, क्रिएट गर्नुभयो भने चाहिँ हजुरको रजिस्टर मोबाइल नम्बरमा ओटिपी आउँछ। त्यसपछि चाहिँ हजुरको यो लगइन पोर्टलमा गएर चाहिँ तपाईले अघि क्रिएट गरेको प्यान र पासवर्डबाट लगइन गर्न सक्नुहुन्छ। हजुरसँग चाहिँ इम्प्लोयरको डिटेल अलरेडी छैन भने चाहिँ हजुरले यो विथहोल्ड इन्फर्मेसनबाट चाहिँ कसले तपाईको प्यानमा इटिडिएस गरिदिएको छ त्यो हेर्न मिल्छ हैन। त्यहाँ गएर तपाईले लिस्ट निकाल्न सक्नुहुन्छ। त्यो लिस्टबाट हजुरले प्यान नम्बरहरू नोट गरेर राख्न सक्नुहुन्छ। अब इफ ट्याक्स तिरेको पुगेको छैन भने चाहिँ पेमेन्ट भाउचरमा गएर हजुरको रिम्युनरेसन ट्याक्स अथवा पारिश्रमिक सामाजिक सुरक्षा कर जुन पुगेको छैन त्यो दिन सक्नुहुन्छ तपाईले आफै पनि त्यहाँ ट्याक्स अमाउन्टहरू हालेर। त्यसपछि अब फर्दर ट्याक्स क्लियरेन्सको लागि चाहिँ लगइनमा गएर लगइन गर्न सक्नुहुन्छ। त्यसपछि त्यहाँ ट्याक्स क्लियरेन्स भन्ने अप्सनमा क्लिक गरेर चाहिँ फेरि एकचोटि प्यान पासवर्ड हालेर लगइन गर्नुपर्ने हुन्छ। त्यो लगइन गरिसकेपछि चाहिँ तपाईले ट्याक्स क्लियरेन्समा गएर आफ्नो फिस्कल इयर, त्यसपछि कम्पनीको प्यान नम्बर, अनि त्यसपछि हजुरको कम्पनी कुन जिल्लामा छ त्यो डिटेल हाल्नु पर्यो। त्यसपछि हजुरले यो टिकहरू लगाउनु पर्यो, एसएसएफ छ कि छैन, अरू के छ भनेर त्यसमा टिक लगाउनु पर्यो। त्यो भइसकेपछि हजुरको फोन नम्बर र इमेल हालेपछि चाहिँ त्यहाँ स्वघोषणामा टिक लगाएर चाहिँ सेभ गर्नु पर्यो त्यहाँ। अनि त्यसपछि चाहिँ हजुरको भित्रपट्टि चाहिँ अब हजुरको इन्कम रिलेटेड डिटेल्स हाल्ने पोर्टल आउँछ हैन। त्यहाँ हजुरले एक्लो प्राकृतिक व्यक्ति हो कि महिला पुरुष, अनि त्यसपछि रिमोट एरियामा हुनुहुन्छ भने त्यो सेलेक्ट गर्नु पर्यो। त्यसपछि हजुरको इन्कम के कति छ त्यसको बारेमा डिटेल हाल्नु पर्यो। त्यसमा चाहिँ बेसिक अलाउन्स त्यो गरेर सबै इन्कम एड गर्नु पर्यो। अनि त्यसपछि नेक्स्ट चाहिँ तपाईको डिडक्सनबाट पोर्टल हुन्छ। यसमा चाहिँ अब हजुरको इन्स्योरेन्स अथवा रिटायरमेन्ट कन्ट्रिब्युसन केही छ भने त्यो हाल्नु पर्यो। त्यसपछि चाहिँ त्यहाँ क्याल्कुलेट ट्याक्स गर्नु पर्यो। मैले चाहिँ यो झुक्केर यो अपाङ्गमा चाहिँ टिक लगाएछु, त्यो रिमुभ गरेँ। त्यसपछि मेरो ट्याक्स यति आयो। ट्याक्स आइसकेपछि चाहिँ अनि मैले त्यहाँ सबमिट गर्ने बित्तिकै चाहिँ त्यहाँ चाहिँ ट्याक्क सबै डिटेल्स आएर सबमिट गर्ने बित्तिकै चाहिँ ट्याक्स क्लियरेन्स आयो, प्रिन्ट गरेँ। अनि यस्तो प्रिभ्यू गरेर तपाईले त्यसलाई नै प्रिन्ट गरेर आफ्नो युजको लागि चाहिँ राख्न सक्नुहुन्छ।